सेवारो म अहिले यो इलामको सूर्योदय नगरपालिका 4 स्थित गुफा पाताल भन्ने ठाउँमा छु। यो पर्यटकीय स्थलको रूपमा रहेको छ। यहाँको स्थानीयका अनुसार यो देखिएको डाँडामा चाहिँ लामाहरू गुफा बसेको हुनाले यसलाई गुफा पाताल भनिएको भन्ने रहेछ। यो कहिलेदेखि कति साल भयो गुफा बसेको भन्ने चाहिँ जानकारी प्राप्त भएन। एकदम यो लगभग समुद्री सतहबाट 2100 मिटर उचाइमा छ भन्ने कुरा जानकारी प्राप्त भएको छ। एकदम यहाँबाट भारतको तराई भूभाग, नेपालको चाहिँ यो पर्यटकीय क्षेत्र कन्याम, श्री अन्तु लगायत धेरै ठाउँहरू देखिन्छ। 5 थरको सीमावर्ती क्षेत्रहरू देखिने ठाउँ एकदमै रमणीय स्थल छ। आज चाहिँ खासै यो त्यस्तै मौसम नखुलेको हुनाले सबै ठाउँ देख्न सकेको छैन, तर पनि एकदम सुन्दर यो ठाउँ रहेछ। म पहिलोपल्ट यहाँ आएको छु र यहाँ हाम्रो चाहिँ के अरे यो देखेको निलो घर चाहिँ हाम्रो विजय लौतीजीको यो सेवारो होमस्टे रहेछ। आज राति यहाँ बिताएर हामी निस्किनेछौँ। यहाँ धेरैजना हाम्रो टोली साथीहरू हुनुहुन्छ। यो एकदम तपाईँ पनि आउनुहोस्। यो इलामको रमणीय क्षेत्र गुफा पातालमा यो घुम्न लायक र दृश्य अवलोकन चाहिँ गर्न लायक ठाउँ हो। र यो क्षेत्रमा चाहिँ फुलहरूको कारणले फुल हेर्न पनि अत्यन्त धेरै दर्शकहरू पर्यटकहरू आउने गर्छन्। र तपाईँ पनि आउनुहोस्, रमाइलो गर्नुहोस्। सेवारो नमस्कार।